हेलो हाई नमस्कार सबैलाई स्वागत छ यस भिडियोमा। पिएमएनसी राउन्ड अफ 128 को 8वटा ग्रुपहरूको रिजल्ट म यस भिडियोमा सो गर्नेछु र पिएमएनसी राउन्ड अफ 128 बाट प्रत्येक ग्रुपबाट टप 8 टिमहरू क्वालिफाई भएको छन् नेक्स्ट राउन्डको लागि र नेक्स्ट राउन्डको ग्रुप डिभिजन पनि रिभिल भइसक्यो जुन म अन्तिममा कुरा गर्नेछु र तपाईहरूले स्क्रिनमा ग्रुप ए को ओभरअल स्ट्यान्डिङ स्क्रिनमा देख्न सक्नुहुन्छ। यहाँबाट 8वटा टिमहरू क्वालिफाई भएको छन् नेक्स्ट राउन्डको लागि। DRS गेमिङ #1 मा टोटल पोइन्ट्स 70, किल 46, प्लेसमेन्ट पोइन्ट्स 24 र सेकेन्डमा रहेको छ TGB 47 पोइन्ट्सको साथमा राइभल्स #3 मा र 8वटा टिमहरू तपाईँले स्क्रिनमै देख्न सक्नुहुन्छ र #9 मा रहेको छ सोल्टी स्क्वाड र सोल्टी स्क्वाड राउन्ड अफ 128 बाट नै बाहिरिएका छन्। त्यसै गरी ग्रुप बी को ओभरअल स्ट्यान्डिङ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ। #1 मा 3 रियल ब्रोज, सेकेन्डमा T2K स्पोर्ट्स, थर्डमा N1 स्पोर्ट्स र बाँकी टिमहरू तपाईँले भिडियोलाई पज गरेर पढ्नुहोला। त्यसै गरी ग्रुप सी को ओभरअल स्ट्यान्डिङ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ। #1 मा DOD, सेकेन्डमा नेमलेस, थर्डमा रेडी फर वार, 4 मा कारो, त्यसै गरी #8 मा नारेफेन्ट लाइन्स पनि रहेको छ। सो यहाँबाट टप 8 टिमहरू क्वालिफाई भएको छन् नेक्स्ट राउन्डको लागि। अल्सो तपाईँहरूले ग्रुप डी को ओभरअल स्ट्यान्डिङ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ। यो ग्रुपबाट क्वालिफाइड टिमहरू वानली स्पोर्ट्स, एब्रब स्लेयर, बड्डा स्पोर्ट्स, द रियल स्पार्क, PMNU, योङको स्पोर्ट्स, ब्रदरहुड स्पोर्ट्स 4 मिलियन। त्यसै गरी ग्रुप ई को ओभरअल स्ट्यान्डिङ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ। #1 मा प्याब्लो स्पोर्ट्स लगायत टप 8 टिमहरू क्वालिफाई भएको छन् नेक्स्ट राउन्डको लागि र रिजल्ट भने तपाईँले भिडियोलाई पज गरेर पढ्न सक्नुहुन्छ। त्यसै गरी ग्रुप एफ को ओभरअल स्ट्यान्डिङ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ। #1 मा हिडन लिफ स्पोर्ट्स टोटल पोइन्ट्स 71 एकदमै ह्युज, एङ्को जुट्टिजको 45 जुन टिम सेकेन्डमा रहेको छ र गोरे स्पोर्ट्स #3 मा 38 पोइन्ट्स र बाँकी टिमहरूको पोइन्ट्स भिडियोलाई पज गरेर पढ्नुहोला। ओभरअल स्ट्यान्डिङ अनुसार हिडन लिफ स्पोर्ट्सले ग्रुप एफ पुरै नै डोमिनेट गरेको छ। त्यसै गरी ग्रुप जी को ओभरअल स्ट्यान्डिङ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ। #1 मा रहेको छ टिम OG जुन टिमको पोइन्ट्स रहेको छ 70 एकदमै ह्युज पोइन्ट्स रहेको छ। त्यसै गरी #2 मा रहेको छ नट योर पोइन्ट्स 39। सो ग्रुप जी को पोइन्ट्स टेबल अनुसार टिम OG ले पुरै डोमिनेट गरेको छ ग्रुप जी नै। त्यसै गरी पिएमएनसी राउन्ड अफ 128 को अन्तिम ग्रुप एच को ओभरअल स्ट्यान्डिङ पनि स्क्रिनमा देख्न सक्नुहुन्छ। क्वालिफाइड टिमहरू यामुबी आइनन, एस स्पोर्ट्स, नेपेक्स स्पोर्ट्स, रोयल ड्रागन स्पोर्ट्स, द 4 इलिमेन्ट्स, 4 डेथ मेसिन्स, अगेन स्पोर्ट्स, ट्रेन टु विन। र राउन्ड अफ 128 पछिको नेक्स्ट स्टेज राउन्ड अफ 64 को ग्रुप ए र ग्रुप बी टिमहरू स्क्रिनमा देख्न सक्नुहुन्छ र ग्रुप ए र ग्रुप बी मा कुन कुन टिमहरू रहेको छ भिडियोलाई पज गरेर पढ्न सक्नुहुन्छ र इच ग्रुपबाट टप 7 टिमहरू क्वालिफाई हुनेछ राउन्ड अफ 32 को लागि। त्यसै गरी ग्रुप सी र डी का टिमहरू पनि स्क्रिनमा देख्न सक्नुहुन्छ र टिमहरू चाहिँ भिडियोलाई पज गरेर हेर्नुहोला र तपाईँहरूको विचारमा यी 4वटा ग्रुपहरू मध्ये कुन चाहिँ ग्रुप टफ रहेको छ तल कमेन्ट गर्न सक्नुहुन्छ र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।